नमस्ते अनि हार्दिक स्वागत छ लोकसेवा खबर युट्युब च्यानलमा। आज चाहिँ तपाईँहरूको माझमा मैले एउटा नयाँ भिडियो लिएर आएको छु। आज मिति 2081 12 महिना 14 गते नेपाल सरकार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको विज्ञापन भर्खरै मात्र खुलाइसकेको छ। शिक्षक सेवा तयारी गर्नेहरूका लागि यो निकै महत्त्वपूर्ण भिडियो रहेको छ। तपाईको लाइसेन्स छ, तपाईले शिक्षक सेवाको तयारी गर्दै हुनुहुन्छ भने तपाईको लागि यो खुसीको खबर रहेको छ। र विज्ञापन सम्बन्धी सम्पूर्ण जानकारी लिनको लागि online.tac.gov.np मा गएर तपाईले हेर्न पनि सक्नुहुनेछ र फारम पनि त्यहीबाट भर्न सक्नुहुनेछ। विज्ञापन सम्बन्धी सम्पूर्ण जानकारी डिटेलमा म तपाईलाई दिनेछु। यहाँ सुरुमा रहेको छ नेपाली विषयको। कोशी प्रदेशमा खुल्लामा 25, महिलामा 7 जना, आदिवासी जनजातिमा 5 जना, आदिवासी जनजाति, दलित, पिछडिएको, अल्पसंख्यकमा 4 जना, दलितमा 2 जना, अपाङ्गतामा 1 जना र पिछडिएको क्षेत्र गरी जम्मा 45 जना खुलेको छ। मध्य प्रदेशमा 4 जना रहेको छ खुल्लामा, महिलामा 1 जना, आजामा 1 जना, अल्पसंख्यकमा 1 जना गरी जम्मा 7 जनाको रहेको छ। बागमती प्रदेशमा जम्मा 16 जनाको रहेको छ। गण्डकी प्रदेशमा खुल्लामा 14 जना गरी जम्मा 26 जना रहेको छ। लुम्बिनीमा 3 जना मात्रै छ खुल्लामा भने जम्मा 6 जना रहेको छ। कर्णालीमा 2 जना रहेको छ, जम्मा 4 जना रहेको छ। सुदूरपश्चिममा 3 जना खुल्लामा रहेको छ, अन्यमा 1 जना गरी 5 जना रहेको छ। गरी नेपालीमा जम्मा 109 जनाको विज्ञापन खुलेको छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ स्क्रिनमा। यो भयो नेपाली विषयको। र अर्को रहेको छ अंग्रेजी विषयको। कोशीमा 29 जना खुल्लामा रहेको छ, महिला, आज, अल्पसंख्यक, दलित, अपाङ्ग, पिछडिएकोमा 8, 7, 5, 2, 1, 1 गरी जम्मा 53 जनाको खुलेको छ। मधेसमा खुल्लामा 4 जना रहेको छ, जम्मा 7 जनाको विज्ञापन खुलेको छ। बागमतीमा 18 जना खुल्लामा रहेको छ, अन्य समावेशी गरी 32 जना खुलेको छ। गण्डकीमा 21 जना खुल्लामा रहेको छ, समावेशी गरी जम्मा 39 जना खुलेको छ। लुम्बिनीमा 11 जना खुल्लामा रहेको छ भने 20 जना जम्मा समावेशी सहित रहेको छ। कर्णालीमा 6 जना रहेको छ खुल्लामा भने समावेशी सहित 12 जना रहेको छ। सुदूरपश्चिममा खुल्लामा 3 जना रहेको छ र समावेशी सहित 8 जना खुलेको छ। जम्मा अंग्रेजी विषयको विज्ञापन चाहिँ 171 जना खुलेको छ। र यसै गरी अर्को रहेको छ 3 नम्बरमा गणित विषयको। गणित विषयको कोशीमा 15 जना खुल्लामा रहेको छ र अन्य समावेशी गरी जम्मा 28 जना खुलेको छ। मधेसमा 4 जना खुल्लामा रहेको छ गरी समावेशी सहित 8 जना खुलेको छ। बागमतीमा 14 जना खुल्लामा रहेको छ जम्मा र अन्य समावेशी गरी 26 जना खुलेको छ। गण्डकीमा 15 जना खुल्लामा रहेको छ भने समावेशी गरी 28 जना खुलेको छ। लुम्बिनीमा 6 जना खुलेको छ र समावेशी गरी 11 जना खुलेको छ। कर्णालीमा खुल्लामा 3 जना रहेको छ र समावेशी सहित 8 जना खुलेको छ भने सुदूरपश्चिममा 2 जना खुल्ला रहेको छ र समावेशी सहित 3 जना। र गणित विषयको विज्ञापन चाहिँ जम्मा 112 जनाको भारी संख्यामा मागपत संख्यामा विज्ञापन खुलेको छ। यसै गरी अर्को रहेको छ विज्ञानको। कोशी प्रदेशमा 8 जना खुलेको छ खुल्लामा भने समावेशी सहित 16 जना खुलेको छ। मध्य प्रदेशमा 3 जना खुलेको छ, समावेशी सहित 7 जना खुलेको छ। बागमतीमा 17 जना खुलेको छ, समावेशी सहित 31 जना खुलेको छ। गण्डकीमा 14 जना खुल्लामा रहेको छ, समावेशी सहित 28 जना खुलेको छ। लुम्बिनीमा 8 जना रहेको छ खुल्लामा भने जम्मा समावेशी सहित 14 जना खुलेको छ। कर्णालीमा विज्ञानमा खुलेको छैन र समावेशी तर्फ मात्रै 3 जना खुलेको छ। सुदूरपश्चिममा पनि समावेशी तर्फ मात्रै 2 जना खुलेको छ र विज्ञान विषयमा जम्मा 101 जनाको भारी संख्यामा विज्ञापन खुलिसकेको छ। र यसै गरी अर्को रहेको छ विज्ञान र गणित। कोशीमा 19 जना खुलेको छ खुल्लामा भने समावेशी सहित 42 जना खुलेको छ। मधेसमा खुल्लामा खुलेको छैन, समावेशीमा 1 जना मात्रै खुलेको छ। बागमतीमा खुल्लामा 3 जना, समावेशी सहित 4 जना रहेको छ। गण्डकीमा खुल्लामा 8 जना,
समावेशी सहित 15 जना रहेको छ। लुम्बिनीमा खुल्लामा 4 जना रहेको छ, समावेशी सहित 7 जना खुलेको छ। कर्णालीमा 3 जना खुल्लामा र समावेशी सहित 6 जना खुलेको छ। सुदूरपश्चिममा खुल्लामा 2 जना र समावेशी सहित 5 जना र जम्मा विज्ञापन भनेको 80 जना खुलेको छ। समावेशीको यहाँ देखिएको छ, देख्न सक्नुहुनेछ। र यसै गरी अर्को रहेको छ सामाजिक विषयको। कोशीमा 24 जनाको खुल्लामा रहेको छ भने समावेशी सहित 44 जना रहेको छ। बागमतीमा 8 जना रहेको छ खुल्लामा भने समावेशी सहित 14 जना। मधेसमा 3 जना रहेको छ, समावेशी सहित 6 जना रहेको छ खुल्लामा। र गण्डकीमा खुल्लामा 12 जना रहेको छ भने समावेशी कोटा सहित 22 जना रहेको छ। लुम्बिनीमा 9 जना खुल्लामा रहेको छ भने समावेशी कोटा सहित 16 जना खुलेको छ। कर्णालीमा 2 जना खुलेको छ खुल्लामा भने समावेशी कोटा सहित 4 जना खुलेको छ। सुदूरपश्चिममा 2 जना खुल्लामा खुलेको छ भने समावेशी सहित 3 जना खुलेको छ। गरी जम्मा 109 जनाको भारी सङ्ख्यामा विज्ञापन खुलेको छ। समावेशी कोटा यहाँ चाहिँ देख्न सक्नुहुनेछ। यसै गरी अर्को रहेको छ स्वास्थ्य तथा शारीरिक शिक्षा। यसको बागमती प्रदेशमा खुल्लामा 1 जना खुलेको छ भने संस्कृत व्याकरणमा कोशी र गण्डकीमा 1 जना खुलेको छ, जम्मा 2 जना खुलेको छ। यसै गरी अर्को रहेको छ संस्कृत भाषा। कोशी प्रदेशमा 1 जना खुलेको छ, तपाईले देख्न सक्नुहुन्छ। परीक्षाको किसिम भनेको लिखित परीक्षा, सामान्य र विषयवस्तु हुनेछ र अन्तर्वार्ता हुनेछ। परीक्षा सञ्चालन भनेको लिखित परीक्षा सञ्चालन हुने मिति भनेको 2082 2 महिना 17 गते हुनेछ 1 बजे। लिखित परीक्षाको मिति चाहिँ यो परीक्षा भइसकेपछि नतिजा प्रकाशन पश्चात फेरि मिति तोकिनेछ। परीक्षा केन्द्र भनेको तपाईले यहाँ जहाँ देख्नुभयो सम्पूर्णमा तपाईले परीक्षा चाहिँ दिन सक्नुहुनेछ। जस्तो रहेको छ कोशी प्रदेशको मोरङमा, मधेसको धनुषामा, बागमतीको मकवानपुरमा, गण्डकीको कास्कीमा, लुम्बिनीको दाङमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा हुनेछ। आवेदक सङ्ख्या धेरै भई उक्त जिल्लाहरूमा परीक्षा व्यवस्थापन गर्न नसकिने भएमा आयोगले निर्णय गरी अन्य जिल्लाहरूमा पनि परीक्षा केन्द्र तोक्न सक्नेछ। र अन्य विस्तृत जानकारी आयोगको वेबसाइट tsc.gov.np मा पनि तपाईले हेर्न सक्नुहुनेछ। दरखास्त दस्तुर भनेको 700 रुपैयाँ रहेको छ र समावेशी समूह तर्फ फारम भर्नेहरूको लागि थप 500 रुपैयाँ बुझाउनु पर्ने हुन्छ। दरखास्त दिने अन्तिम मिति भनेको 2082 1 महिना 12 गतेसम्म रहेको छ। दुब्बर दस्तुर बुझाइ दस्तुर वा दरखास्त दिने मिति भनेको 2082 1 महिना 19 गतेसम्म दुब्बर दस्तुर तिरेर तपाईले फारम भर्न सक्नुहुनेछ। उमेरको हद भनेको दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पुरा भई 40 वर्ष ननागेको तर बहाल वाला स्थायी शिक्षकको हकमा उमेरको हद लाग्ने छैन। दरखास्त पेश गर्ने माध्यम भनेको तपाईले मैले अघि नै भनिसके online.tsc.gov.np मा क्लिक गरेर तपाईले अनलाइन फारम पनि भर्न सक्नुहुनेछ। दरखास्त बुझाउने बैंक र विधि भनेको तपाईले त्यो फारम भरिसकेपछि बैंकको अप्सन वा अनलाइन पेमेन्ट वा अफलाइन पेमेन्टमा गई अनलाइन पेमेन्ट गर्न पनि सक्नुहुनेछ र अफलाइन पेमेन्ट भाउचर निकाली बैंकमा बुझाइ तपाईले पेमेन्ट गर्न पनि सक्नुहुनेछ। यो दस्तुर बुझाउने कुरो तपाई फारम भर्न सिक्नुभयो भने तपाईले दस्तुर बुझाउन आफै सक्नुहुनेछ। दस्तुर बुझाउने अवधि भनेको अन्तिम दिनसम्म तपाईले बुझाइसक्नु पर्नेछ र उम्मेदवारमा हुनुपर्ने आवश्यक न्यूनतम योग्यता भनेको नेपाली नागरिक हुनु पर्यो। शिक्षक सेवा आयोग नियमावली संशोधन सहित 2057 को नियम 10 बमोजिम अयोग्य नभएको हुनु पर्यो। मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा 12 को वा सोसर परीक्षा उत्तीर्ण गरेको हुनु पर्यो र 10 महिने तालिम पुरा गरेको चाहिँ हुनु पर्यो।
सामयिक विषय अन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिक शास्त्र, राजनीति शास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान, मानवशास्त्र, वातावरण शिक्षा, स्वास्थ्य शिक्षा, शारीरिक शिक्षा, संस्कृत समाजशास्त्र, जनसङ्ख्या शिक्षा र स्वास्थ्य तथा शारीरिक विषयहरू पर्दछन्। सामाजिक विषय अन्तर्गत गणित विज्ञान विषयको हकमा गणित र विज्ञान दुवै विषयमा 200 पूर्णाङ्क लिई प्रकरण ग बमोजिम योग्यता पुगेको हुनुपर्नेछ। निम्न माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्र प्राप्त गरेको हुनुपर्नेछ। अपलोड गर्नुपर्ने कागज भनेको नागरिकताको प्रमाणपत्र अगाडि र पछाडि दुवैपट्टिको, हालसालै खिचेको फोटो, दरखास्त दस्तखत नमुना, न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, तालिमको प्रमाणपत्र, स्थायी अध्यापन अनुमति पत्र र समकक्षता प्रमाणपत्र। यदि तपाईँ विदेशी संस्थाबाट अध्ययन गरेको हकमा चाहिँ समकक्षता चाहिने हो। यदि तपाईँ त्यो हुनुहुन्न भने तपाईँले समकक्षताको डकुमेन्ट आवश्यक पर्दैन। तपाईँले जेपीजी फर्मेटमा 200 KB भन्दा सानो चाहिँ अपलोड गर्न सक्नुहुनेछ। र समावेशी समूहतर्फ फारम भर्नेहरूको लागि चाहिँ प्रमाण चाहिँ चाहिने गर्छ। र विज्ञापन सम्बन्धी अन्य जानकारी पनि यहाँ दिएको छ, तपाईँले हेर्नुहोला। र थप जानकारीहरूको लागि tsc.gov.np वा सम्पर्क नम्बरमा पनि तपाईँले बुझ्न सक्नुहुनेछ। र यो भर्खरै मात्रै खुलेको विज्ञापन हो, भारी सङ्ख्या रहेको छ। तपाईँ शिक्षक सेवाको तयारी गरिरहनु भएको छ र शिक्षक बनेरै सेवा गर्छु भन्नेहरूको लागि यो खुसीको खबर हो। तपाईँले राम्रोसँग तयारी गरेर यो भारी सङ्ख्याभित्रै पर्न पनि सक्नुहुनेछ। र यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि र तपाईँलाई फारम भर्नको लागि सहजता उपलब्ध गराउनु पर्ने केही कुरो छ भने तपाईँले कमेन्टमा लेख्न पनि सक्नुहुनेछ। र यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि लोकसेवा खबर युट्युब च्यानललाई सब्सक्राइब गरी बेल आइकन थिच्न पनि नभुल्नुहोला। धन्यवाद।